जय नेपाल। फेरि पनि स्वागत छ तपाईहरुलाई आजको मेरो नयाँ यस भिडियोमा। नेपाल प्रहरी जवानको परीक्षामा सोध्न सक्ने म केही 10 वटा प्रश्न सम्भावित प्रश्न लिएर आज म तपाईहरुलाई जानकारी दिन गइरहेको छु प्रहरी सेवा सम्बन्धी। तपाईहरु भिडियोलाई अन्तिमसम्म हेर्नु किनभने भिडियो एकदमै महत्त्वपूर्ण हुनेछ। यहाँ रहेको छ र तपाईहरु कतिवटा प्रश्नहरु मिलाउनु हुन्छ यो सेवा सम्बन्धीमा तपाईहरु भिडियोलाई पज गरेर हेर्नु र आफ्नो आफ्नो कमेन्ट यो भिडियो कमेन्ट बक्समा गर्नु। यहाँ रहेको छ प्रहरी सेवा 10 प्रश्न र 1 अंकको, एक प्रश्नको 1 अंक दिनेछ र 10 वटा प्रहरी सेवाबाट 10 वटा प्रश्न सोध्छ लिखित परीक्षामा। 1 नम्बरमा रहेको छ प्रहरी जवान जनपद पदमा भर्ना हुन न्यूनतम कति वर्ष उमेर हुनुपर्छ? प्रहरी जवान जनपद पदमा भर्ना हुन न्यूनतम कति वर्ष उमेर हुनुपर्छ? क नम्बरमा 17 वर्ष, ख नम्बरमा 18 वर्ष, ग नम्बरमा 19 वर्ष, घ नम्बरमा 20 वर्ष। यसको राइट आन्सर अप्सन ख 18 वर्ष। प्रहरी जवान जनपद पदमा भर्ना हुन न्यूनतम कति वर्ष उमेर हुनुपर्छ? 18 वर्ष हुनुपर्छ। न्यूनतम सोधियो भने 18 वर्ष र अधिकतम सोधियो भने 23 वर्ष। 18 देखि 23 वर्ष। यदि न्यूनतम सोधियो भने 18 वर्ष र अधिकतम सोधियो भने 23 वर्ष यसको आन्सर हुन्छ। 2 नम्बरमा प्रहरी जवान बढुवा पश्चात कुन दर्जामा पुग्दछ? प्रहरी जवान बढुवा पश्चात कुन दर्जामा पुग्दछ? क नम्बरमा प्रहरी नायब निरीक्षक, ख नम्बरमा प्रहरी सहायक निरीक्षक, ग नम्बरमा प्रहरी हवलदार, घ नम्बरमा प्रहरी निरीक्षक। यसको राइट आन्सर अप्सन ग प्रहरी हवलदार। किनभने प्रहरी जवान जब बढुवा हुन्छ तब त्यो प्रहरी हवलदारमा बढुवा हुन्छ। प्रहरी जवान बढुवा पश्चात कुन दर्जामा पुग्दछ? प्रहरी हवलदार पदमा पुग्दछ। 3 नम्बरमा प्रहरी प्रधान कार्यालय कुन ठाउँमा पर्दछ? प्रहरी प्रधान कार्यालय कुन ठाउँमा पर्दछ? क नम्बरमा काठमाडौँ नक्साल, ख नम्बरमा काठमाडौँ बानेश्वर, ग नम्बरमा पोखरा पृथ्वीचोक, घ नम्बरमा विराटनगर रानी रहेको छ। यसको राइट आन्सर अप्सन क काठमाडौँ नक्साल। प्रहरी प्रधान कार्यालय कुन ठाउँमा पर्दछ? काठमाडौँ नक्सालमा पर्छ। 4 नम्बरमा ट्राफिक लाइट रातो बल्दा सवारी चालकले के गर्नु पर्दछ? ट्राफिक लाइट रातो बल्दा सवारी चालकले के गर्नु पर्छ? क नम्बरमा रोक्नु पर्दछ, ख नम्बरमा चलाउनु पर्छ, ग नम्बरमा दायाँ मोड्नु पर्छ र घ नम्बरमा बायाँ मोड्नु पर्छ। यसको राइट आन्सर अप्सन क रोक्नु पर्छ। रातो लाइट बढ्यो भने रोक्नु पर्छ। 5 नम्बरमा जेब्रा क्रसिङ भन्नाले के बुझिन्छ? जेब्रा क्रसिङ भन्नाले के बुझ्नुहुन्छ? क नम्बरमा पैदल यात्रीले बाटो काट्ने ठाउँ, ख नम्बरमा सवारी पार्किङ स्थल, ग नम्बरमा यात्रु चढाउने स्थल र घ नम्बरमा सवारी रोक्ने स्थल। यसको राइट आन्सर अप्सन क पैदल यात्रीले बाटो काट्ने ठाउँ। जेब्रा क्रसिङ भन्नाले पैदल यात्रीले बाटो काट्ने ठाउँ। यहाँ रहेको छ 6 नम्बरमा खुकुरी डन्डा क्रस माथि एक तारा प्रहरीको कुन दर्जा हो? खुकुरी डन्डा क्रस माथि एक तारा प्रहरीको कुन दर्जा हो? क नम्बरमा प्रहरी निरीक्षक, ख नम्बरमा प्रहरी वरिष्ठ उपरीक्षक, ग नम्बरमा प्रहरी नायब उपरीक्षक, घ नम्बरमा प्रहरी उपरीक्षक। अब यहाँ भनेको छ कि खुकुरी डन्डा क्रस माथि एक तारा। खुकुरी डन्डा क्रस मात्र प्रश्नमा भन्थ्यो भने इन्सपेक्टर प्रहरी निरीक्षक हुन्थ्यो। अहिले भनेको छ के खुकुरी डन्डा क्रस र माथि एक तारा। खुकुरी डन्डा क्रस माथि एक तारा भन्यो के प्रहरी नायब उपरीक्षक डीएसपी प्रहरी नायब उपरीक्षक। यदि 2 वटा तारा खुकुरी डन्डा क्रस र 2 वटा तारा भन्थ्यो भने प्रहरी उपरीक्षक एसपी हुन्थ्यो र खुकुरी डन्डा क्रस र माथि 3 तारा भन्थ्यो भने प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी। 7 नम्बरमा प्रहरी जवानले कुन कार्यालयमा काम गर्नु पर्दछ? प्रहरी जवानले कुन कार्यालयमा काम गर्नु पर्दछ? क नम्बरमा जिल्ला प्रहरी कार्यालय, ख नम्बरमा प्रदेश प्रहरी कार्यालय, ग नम्बरमा प्रहरी चौकी, घ नम्बरमा माथिका सबै। यसको राइट आन्सर अप्सन घ माथिका सबै। किनभने प्रहरी जवानले यो जिल्ला प्रहरी कार्यालयमा पनि काम गर्नुपर्छ, प्रहरी जवानलाई प्रदेश प्रहरी कार्यालयमा पनि काम गर्नुपर्छ र प्रहरी चौकीमा पनि काम गर्नुपर्छ। त्यसैले यो घ एन्सर माथिको सबै। अब यहाँ 8 नम्बरमा रहेको छ, यहाँ हेर्नु। 8 नम्बरमा तलको मध्ये कुन चाहिँ प्रहरी आचरणभित्र पर्दैन? तलको मध्ये कुन चाहिँ प्रहरी आचरणभित्र पर्दैन?
क नम्बरमा राजनीतिमा भाग लिन नहुने, ख नम्बरमा बहुविवाह गर्न नहुने, ग नम्बरमा व्यापार व्यवसाय गर्न नहुने र घ नम्बरमा जनतासँग अन्तर्क्रिया गर्न नहुने। यहाँ तपाईँहरू यसको राइट एन्सर दिनु कमेन्टमा। 8 नम्बरको एन्सर के हुन्छ तपाईँहरू यो भिडियो कमेन्ट बक्समा लेखेर पठाउनु। यदि हुँदैन भने म तपाईँहरूलाई कमेन्ट मार्फत नै जानकारी गराइदिन्छु। धेरै सजिलो प्रश्न हो 8 नम्बरको, सबैलाई आउँछ होला, तपाईँहरू कमेन्ट गर्नु। 9 नम्बरमा नेपाल प्रहरीमा श्रेणीविहीन पद भन्नाले के बुझिन्छ? यहाँ रहेको छ नेपाल प्रहरीमा श्रेणीविहीन पद भन्नाले कुन पदलाई जनाउँछ? कुन पदलाई जनाउँछ? यहाँ अप्सनमा रहेको छ प्रहरी कार्यालय सहयोगी, ख नम्बरमा प्रहरी हवलदार, ग नम्बरमा प्रहरी जवान, घ नम्बरमा प्रहरी सहायक निरीक्षक रहेको छ। अब यसको 9 नम्बरको राइट एन्सर कुन हुन्छ भने यहाँ रहेको छ प्रहरी कार्यालय सहयोगी। कुन यसको राइट एन्सर के हुन्छ? प्रहरी कार्यालय सहयोगी। किनभने श्रेणीविहीन प्रहरी कार्यालय सहयोगी श्रेणीविहीन पद हो। प्रहरी जवानको त पाखुरामा 1 दर्के फिता हुन्छ, तर प्रहरी कार्यालय सहयोगीको कुनै पनि चिन्ह हुँदैन, श्रेणीविहीन पद हुन्छ प्रहरी कार्यालय सहयोगी। 10 नम्बरमा नेपाल प्रहरीमा कति किसिमका विधाहरू पाइने प्रावधान छ? नेपाल प्रहरीमा कति किसिमका विधाहरू पाइने प्रावधान छ? 8 किसिमको, ख नम्बरमा 4 किसिम, ग 5 र घ 6 किसिमको। यसको राइट एन्सर अप्सन क रहेको छ 8 किसिमको। नेपाल प्रहरीमा जम्मा कति किसिमका विधाहरू पाइने प्रावधान छ? 8 किसिमको। कुन कुन तपाईँहरू विधा पनि याद गर्नु, कुन कुन छ? वैपरी विधा छ, घर विधा छ, बिरामी विधा छ, सुत्केरी विधा छ, क्रिया विधा छ, त्यसै गरी यहाँ सुत्केरी स्याहार विधा छ, सट्टा विधा छ र अध्ययन विधा छ। 8 किसिमको विधाहरू छ नेपाल प्रहरीको। नेपाल प्रहरी कति किसिमको विधाहरू पाउँछ? 8 किसिमको विधाहरू पाउँछ। 10 वटा प्रश्नमा तपाईँहरू कति मिलाउनु भयो तपाईँहरू कमेन्ट गर्नु। धेरैजना साथीहरूले भन्छ कि धेरै सजिलो प्रश्न हो। यही प्रश्नहरू तपाईँहरूको नेपाल प्रहरी जवानको लिखित परीक्षामा यही प्रश्नहरू सोध्छ। एकदमै राम्रोसँग तपाईँ तयारी गर्नु, किनभने यस्तै खालको प्रश्नहरू आउँछ। धेरै गाह्रो प्रश्न तपाईँहरूलाई सोध्दैन, किनभने शैक्षिक योग्यता 8 पास मात्र मागेको छ, त्यही भएर धेरै सजिलो प्रश्नहरू सोध्छ। ल एकदमै राम्रोसँग अब तपाईँहरू तयारी गर्नु। यही वैशाख 6 गते हुन गइरहेको छ नेपाल प्रहरी जवान पदको परीक्षा। एकदमै राम्रोसँग तयारी गर्नु। ल त आजको यति नै। हस् त, नमस्कार।